आदरणीय सम्पूर्ण तुला राशिको दर्शकहरू, आज हामी विक्रम सम्वत 2082 साल मङ्सिर महिनाको मासिक राशिफल लिएर उपस्थित भएका छौँ। उसो त तुला राशिको मङ्सिर महिनाभरि के हुन्छ भन्ने कुरा तपाईँको माझमा जानकारी रहन्छ। यद्यपि सधैँ राशिफल सुन्नुहुन्छ, हेर्न रुचाउनुहुन्छ, हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला, नजिकै रहेको बेलमा गएर अलमा क्लिक गर्न नबिर्सनुहोला। जन्ममितिबाट ग्रहदशा, चिन्हकुण्डली, भाग्यरेखा हेराउन चाहनुहुन्छ, यो WhatsApp नम्बर हो। डाइरेक्ट फोन पनि गर्न सक्नुहुन्छ 9847844095, त्यसै गरी 9809560557। यो नम्बर तपाईँको लागि खुल्ला छ। सिधा तपाईँले हामीसँग फोन सम्पर्क गर्न सक्नुहुन्छ र आफ्नो ग्रहदशा र चिन्हकुण्डली हेराउन सक्नुहुन्छ। अब पनि ढिला नगरिकन तपाईँको माझमा हामी बताउँछौँ र जतिसक्दो छोटो राशिफल आज हामी बनाउँछौँ। धैर्य रहनुहोला। तपाईँहरू सबैले भन्नुभयो छोटो राशिफल कुरा कम भन्नुभएको छ। म डाइरेक्ट तपाईँको माझमा भविष्यवाणी गर्दैछु। मासिक राशिफल विशेष गरेर सूर्य ग्रहको आधारमा तयार पारिन्छ र अन्य ग्रहहरूको पनि अवस्था हेर्ने गरिन्छ। त्यसैले मङ्सिर महिनामा तुला राशिको लागि सूर्य दोस्रो भावमा गएर बसेको छ। यानि कि दोस्रो भाव भनेको धनको भाव हो र जहाँ बोली बानी र कुटुम्बको भावको रूपमा पनि लिने गरिन्छ। त्यसैले सूर्य जो आफ्नो मित्रको घरमा गएर बसेको हुनाले यहाँ चाहिँ एकादशम भाव जो आम्दानी स्थानको ग्रह धन स्थानमा रहेको हुनाले आर्थिक हिसाबले राम्रो नराम्रो दुइटै हुन्छ। आम्दानी पनि हुने र खर्च पनि हुने दुइटै खालको योगहरू यहाँहरूको लागि चाहिँ बनिरहेको अवस्था छ मङ्सिर महिनामा। त्यसरी मैले यहाँ जोड्न खोजिरहेको कुरा के छ भन्दाखेरि, जति पनि तपाईँ तुला राशिको व्यक्तित्व रहनुहुन्छ, तपाईँहरूको लागि यस मङ्सिर महिनामा सूर्य ग्रह धनस्थानमा रहँदाखेरि राज्य पक्षबाट केही आर्थिक लाभहरू प्राप्त गर्न सक्नुहुन्छ र विगत केही मेहनत गरिराख्नु भएको छ र परिश्रमको फलहरू तपाईँले राम्रो प्राप्त गर्न सक्नुहुन्छ। त्यो सकारात्मक किसिमको ऊर्जाहरू प्राप्त रहन सक्ने अवस्था रह्यो। र यद्यपि धनस्थानमा सूर्य ग्रह रहँदा तपाईँले चाहिँ केही लगानी बढाउनु पर्ने र आर्थिक लगानी गरेर अगाडि बढ्नुपर्ने अवस्था पनि रहेको छ। दुईटै किसिमको अवस्था चाहिँ यहाँनिर देखिन्छ। त्यो तपाईँले त्यस्तो खालको महसुस गर्न सक्नुहुन्छ। अब हाम्रो ज्योतिषशास्त्रमा सूर्य भनेको पिता हो, सूर्य भनेको नेतृत्व हो, सूर्य भनेको आत्मा हो। त्यसैले यो सूर्यले तपाईँको आफ्नो बोली बानी हरेक कुराहरूमा बोल्दाखेरि विशेष गरेर यहाँले चाहिँ नआत्तिकन अगाडि बढ्नुहोला र आफ्नो पिताको चाहिँ उहाँहरूको सल्लाह लिएर हरेक कामहरू गर्दा सोधबोध गरेर अगाडि बढ्नुभयो भने धेरै राम्रो र सफलता प्राप्त गर्न सकिन्छ भन्ने मान्यता छ। अब यो सूर्य ग्रहको दृष्टिको कुरा गर्ने हो भने र यो अष्टम भावमा दृष्टि रहन्छ। त्यसैले केही चोटपटकको योगहरू बन्न सक्लान्। अलिकति ख्याल गरेर अगाडि बढ्ने, आगोले पोल्नहरू सक्छ, त्यो कुराहरूमा सावधानी भएर अगाडि बढ्ने, यी कुराहरू तपाईँले चाहिँ अलिकति सतर्क रहेर अगाडि बढ्दा राम्रो हुन्छ। यो सूर्यलाई राम्रो बनाउनुको लागि सूर्यको दर्शनहरू गर्ने, ओम घिर्नी सूर्याय नमः, ओम सूर्याय नमः, ओम आदित्याय नमः, यी मन्त्रहरू जपहरू पनि गर्न सक्नुहुन्छ। हरेक दिन बिहान उदाउँदो सूर्यलाई तामाको बेलाबाट जल चढाउनु पनि शुभ र राम्रो मानिन्छ। अझै सूर्य राम्रो बनाउन सकिन्छ। अब यहाँनिर तुला राशिको लग्नमा गएर बस्यो शुक्र र बुध, यानि कि तपाईँको राशिको स्वामी शुक्र ग्रह नै लग्नमा गएर बसेको हुनाले जुन मङ्सिर महिनामा तुला राशि हुने व्यक्तिहरूको लागि चाहिँ शुक्रले सुख सुविधा र आफूलाई चाहिने भौतिक स्रोत साधनहरू जुटाउन सक्ने राम्रै खालको योगहरू बन्छ र दिव्य शक्ति, दिव्य ज्ञानहरू प्राप्त गर्न सक्नुहुन्छ। यो अष्टम भावको मालिक पनि हो। त्यसैले लक्ष्मीको कृपा रहला र आन्तरिक कुराहरू, दिव्य कुराहरू तपाईँले प्राप्त गर्न सक्नुहोला भन्ने विशेष गरेर तुला राशिका लागि त्यस्तो खालको योगहरू बनिरहेको अवस्था देखिन्छ। र यो विदेश स्थानको ग्रह बुध छ, त्यसै गरी भाग्य स्थानको ग्रह पनि बुध लग्नमा छ र यसले पनि केही सकारात्मक ऊर्जाहरू तपाईँमा दिने भयो। र त्यसैले म के भन्न चाहन्छु भन्दाखेरि, शुक्र ग्रह लग्न भावमा रहँदाखेरि जति पनि तपाईँले आफ्नो विलासिताको व्यवसायहरू गर्नुहुन्छ, मानिसले लाउने खाने खालका बिजनेस विलासिताको व्यवसायहरू गर्नेहरूको लागि राम्रो छ। ब्याङ्किङ सेक्टर, स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्ति तुला राशिको लागि राम्रो र देश विदेश बाहिर जानुभएको छ, विदेशमा रहने तुला राशिलाई पनि केही सहज छ र विदेश जाने इच्छा रहेका तुला राशिको लागि पनि केही सहज मङ्सिर महिनामा देखिएको छ। यानि कि यहाँनिर हामीले
पराक्रम भाव दाजुभाइ स्थानको ग्रह बृहस्पति कर्मस्थानमा छ र यो कर्मस्थानमा रहेको बृहस्पति ग्रहको कारणले गर्दा बृहस्पति उच्च छ। दाजुभाइ दिदीबहिनीको साथ समर्थन रहन्छ र तपाईँको कामहरू बन्ने छन्। त्यो कुरामा सकारात्मक किसिमको ऊर्जाहरू बृहस्पति ग्रहले दिन्छ। बृहस्पति ग्रह आफैमा धार्मिक ग्रह हो, आध्यात्मिक ग्रह हो। त्यसैले तपाईँको धर्म, संस्कार, आध्यात्मिक क्षेत्र र बौद्धिकता, आफ्नो चाहिँ ज्ञान, त्यसैले आफ्नो विभिन्न संस्था, जागिरी नोकरी, पदीय जिम्मेवारी राम्रो यसले चाहिँ बृहस्पति ग्रहहरूले तपाईँलाई दिन सक्छ। त्यो राम्रो कुरा हुन्छ। र त्यसै गरी बृहस्पति ग्रहको जुन दृष्टिको कुरा गर्ने हो भने यसको चाहिँ दृष्टि धनभावमा पनि छ। आर्थिक हिसाबले आफ्नो कर्मद्वारा धन पनि राम्रो कमाउन सक्ने यो बृहस्पति ग्रहले पनि सकारात्मक दिइरहेको छ। र त्यसै गरी पूर्ण दृष्टि चतुर्थ भावमा छ। तपाईँको घरमा शुभ कार्यहरू, मङ्सिर महिनामा धार्मिक कार्यहरू त्यस्तो बन्ने योगहरू बनिरहेकै छ तुला राशिको लागि। त्यसैले बृहस्पति उच्च रहँदा तपाईँको चाहिँ घरमा केही न केही मङ्सिर महिनामा शुभ कार्यहरू, धार्मिक कार्यहरूको योगहरू बन्ने भए यसले सकारात्मक ऊर्जाहरू दिन सक्ने अवस्था देखिएको छ। र त्यसै गरी यहाँहरूको लागि चाहिँ अर्को यो बृहस्पतिको आफ्नै घरमा पनि दृष्टि छ र शत्रुहरूलाई परास्त गर्न सक्ने र स्वास्थ्यमा केही सुधार भएर अगाडि बढ्न सक्ने यहाँनिर सकारात्मक किसिमको ऊर्जाहरू प्राप्त गर्न सकिन्छ। जहाँ पञ्चमी स्थानमा राहु गएर बसेको छ, पढाइ क्षेत्रमा केही बाधा अर्चन, उताप चढावहरू बनाउन सक्छ। राहु भनेको आइटी टेक्निकलसँग सम्बन्धित पढाइ हो। जो इन्जिनियरिङ सेक्टर, आइटी अध्ययन गर्नुहुन्छ, टेक्निकल विषयहरू, प्राविधिक ज्ञानहरू लिने व्यक्तित्वहरू तुला राशिको लागि केही सहज छ। यद्यपि पञ्चमी स्थानको राहुले मेहनत अनुसारको पढाइको प्रतिफल अलिक कम आउने, पढाइमा तपाईँको केही डिस्टर्बहरू गर्छ र सन्तान पक्षमा बाधा, प्रेममा केही उताप चढावको योगहरू पञ्चमी स्थानको राहुले गराउन सक्ने भयो। त्यसैले यो कुरामा अलिकति हामी सतर्क र सावधानी भएर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो ज्योतिषी मान्यता छ। त्यो अनुसार तपाईँहरू अगाडि बढ्न सक्नुहुन्छ। र अर्को कुरा मैले तपाईँलाई जोड्न खोजिरहेको कुरा के छ भन्दा छैठौँ स्थानमा शनि ग्रह बसेको छ। शनि भनेको रोग, मुद्दा, मामिला स्थानको ग्रह पनि हो। त्यसैले छैठौँ स्थानको शनि ग्रह बसेको हुनाले तपाईँले रोग, मुद्दा, मामिला स्थानको ग्रहले के गर्छ भन्दाखेरि शत्रुलाई परास्त गर्न सक्नुहुन्छ। मुद्दा मामिला आदि क्षेत्रमा तपाईँको जित हासिल हुनेछ। तपाईँको नराम्रो सोच्नेहरू, शत्रुहरूलाई तपाईँले सजिलै परास्त गर्न सक्नुहुन्छ। तपाईँमा एक किसिमको सकारात्मक किसिमको ऊर्जाहरू प्राप्त गर्न सक्ने खालको योगहरू बनिरहेको अवस्था यहाँनिर देखिन्छ। त्यसैले म यहाँ तपाईँहरू सबैलाई जोड्न चाहन्छु। र यो शनि ग्रह छैठौँ भावमा रहँदा सवारी साधन किन्न चाहनुहुन्छ, सवारी साधन जोड्न चाहनुहुन्छ र त्यसको लागि पनि यो फलाम हेर्ने काम गर्छ। त्यसैले तुला राशिको लागि चाहिँ मङ्सिर महिनामा सवारी साधन, गाडी यी कुराहरू पनि राम्रो र शुभ रहन सक्ने अवस्था खालको देखिएको छ। विभिन्न प्रतियोगिताहरूमा तपाईँको जित हासिल रहन सक्ने यो तुला राशिको राम्रो पक्ष यहाँनिर आएको छ। र सप्तम स्थानको जुन मङ्गल ग्रह धनस्थानमा आफ्नै सुगृह अवस्थामा गएर बसेको हुनाले तपाईँको व्यवसाय राम्रो छ। होटेल गर्नुहुन्छ, कृषिसँग सम्बन्धित व्यवसायहरू गर्नुहुन्छ र अग्निजन्य कुनै पनि व्यापार व्यवसायहरू गर्नुहुन्छ, आर्मी, प्रहरी, प्रशासनतिर जागिरी नोकरी गर्नुभएको छ, सरकारी कुनै निकायमा हुनुहुन्छ अथवा प्राइभेट जागिरी नोकरीहरू गर्नुभएको छ, राम्रो हुन्छ। आफ्नो बिजनेस व्यवसायहरूबाट, नोकरीहरूबाट अर्थोपार्जन धनहरू कमाउन सक्ने राम्रो छ। र पार्टनरको माध्यमबाट पनि, नाता कुटुम्बको माध्यमबाट पनि अर्थोपार्जन गर्नको लागि सकारात्मक किसिमको ऊर्जाहरू तुला राशिको लागि राम्रै देखिएको छ। र तपाईँहरूको लागि चाहिँ अलि रिसहरू बढी उठ्ने, टाउको भारी हुने समस्या तुला राशिले आउन सक्छ। त्यो कुरामा ख्याल गर्नुहोला। र भाग्यस्थानको ग्रह बुध लग्नमा छ। गुरुको सम्मान गर्नुहोस् र अग्रज व्यक्ति, पिता, गुरु उहाँहरूको सल्लाह सुझाव लिएर अगाडि बढ्नुभयो भने तपाईँलाई सम्मान मिल्नेछ। मान सम्मान, पद र प्रतिष्ठा प्राप्त गर्न सक्नुहुन्छ। अरू त बेरोजगार अवस्थामा हुनुहुन्छ, रोजगार हुन्छ र रोजगारीमा हुनुहुन्छ, केही सकारात्मक ऊर्जाहरू अवश्य दिन्छ। र राजनीतिक तथा सामाजिक क्षेत्रमा हुनेहरूको लागि सकारात्मक छ। र कुनै पनि सङ्घ संस्थामा नेतृत्व लिन चाहनुहुन्छ, तपाईँले नेतृत्व प्राप्त गर्न सक्नुहुन्छ, त्यो पनि सकारात्मक छ। एकादशम भावमा बसेको केतु ग्रहले आम्दानी राम्रो हुनेछ, ल्याउनु पर्ने रकमहरू तपाईँले प्राप्त गर्न सक्नुहुन्छ, सकारात्मक किसिमको ऊर्जाहरू तपाईँले प्राप्त गर्न सक्नुहुन्छ भन्ने ज्योतिषीय मान्यता रहेको छ। त्यस्तो खालको योगहरू बनिरहेको छ। त्यसैले हामी के भन्छौँ भन्दाखेरि तुला राशि जति पनि हुनुहुन्छ पश्चिम दिशा बढी शुभ छ। सेतो क्रिम रङहरू तुला राशिको लागि राम्रो रहेको छ। र त्यसै गरी तुला राशि हुने व्यक्तित्वहरूको लागि विशेष गरेर
जति पनि हुनुहुन्छ तपाईहरूको लागि सकारात्मक ऊर्जाहरू प्राप्त गर्नको लागि चाहिँ विशेष 6 अङ्क तपाईको लागि शुभ र राम्रो पनि मानिन्छ र त्यसैगरी 3 अङ्क 7 अङ्क पनि राम्रो रहेको छ। शुक्रबारको दिन धेरै राम्रो छ तपाईको लागि। त्यसैगरी यहाँहरूको मीन राशिसँगको सम्बन्ध त्यति राम्रो हुँदैन। पार्टनर विवाह मीन राशिसँग सम्बन्ध नगर्नुहोला, तपाईलाई हानिकारक नै देखिएको छ। र त्यसैगरी यो तुला राशि हुने हीरा रत्न धारण गर्न सक्नुहुन्छ, हीरा लगाउनु होला। त्यसरी अगाडि बढ्नुभयो भने शुभ र राम्रो हुन्छ भन्ने ज्योतिषी मान्यता रहेको छ। र तुला राशि हुने जति पनि तपाईँ व्यक्तित्व रहनुहुन्छ यहाँहरूलाई म के भन्न चाहन्छु भन्दा मङ्सिर महिनामा कुन कुन दिनहरू राम्रो रहेको छ त्यो विषयमा पनि म चर्चा र परिचर्चा गर्छु। यानि कि मङ्सिर महिनामा तपाईहरूको लागि चाहिँ 1 गते राम्रै अवस्था तपाईको छैन, मध्यम खालको छ, राम्रो देखिँदैन। 2 गतेबाट राम्रो छ, 2 गते 3 गते 4 गते एकदमै राम्रो छ, 5 गते पनि राम्रो छ, 6 गते पनि राम्रो छ, 7 गते पनि राम्रो, 8 गते राम्रै देखिन्छ, 9 गते राम्रो छ, त्यसैगरी 10 गते राम्रो, 11 गते राम्रो देखिएको छ। र त्यसैगरी यहाँहरूको लागि चाहिँ 12 र 13 गते राम्रो नराम्रो दुइटै देखिन्छ। 14 गतेको दिनमा विशेष गरेर राम्रो नराम्रो दुइटै देखिन्छ। 15 गते पनि त्यस्तै हो र त्यसैगरी 16 गते राम्रो छ, 17 गते पनि राम्रो छ, 18 गतेको दिनमा नराम्रो छ र त्यसैगरी 19 गतेको दिनमा पनि नराम्रो रहेको छ। 20 गतेको दिनमा तपाईहरूको लागि चाहिँ राम्रो छ, 21 गते राम्रो छ, 22 गते राम्रो छ, 23 गते राम्रो, 24 25 राम्रो रहेको छ, 26 राम्रो छ र 27 र 28 र 29 मा 27 28 नराम्रो छ, 29 गते राम्रो रहेको छ। त्यसैले राम्रो भनेको दिनमा तपाईले राम्रो कामहरू गरि नै हाल्नुहुन्छ, नराम्रो भनेको दिनमा पनि केही कामहरू गर्नु छ भने तपाईले अग्रज व्यक्तिको सल्लाह लिएर उहाँहरूको चाहिँ सबै कुराहरू सल्लाह अनुसार अगाडि बढ्नुस्, आदेश अनुसार अगाडि बढ्नुस्, राम्रो हुनेछ। यति कुराहरू तपाईको माझमा जानकारी दियौँ। हाम्रो च्यानलमा तपाईँ नयाँ हुनुहुन्छ, पहिलोपटक हेर्दै हुनुहुन्छ, च्यानललाई सब्स्क्राइब गर्नुहोला, नजिकै रहेको बेलमा गएर अलमा क्लिक गर्न नबिर्सनुहोला। जन्ममितिबाट ग्रहदशा चिना कुण्डली सबै कुराहरू हेराउन चाहनुहुन्छ भने तपाईहरूले हामीलाई यो WhatsApp नम्बर छ 9847844095 9809560557 मा यहाँले चाहिँ हामीलाई सिधा सम्पर्क गर्न सक्नुहुन्छ र फोन गर्न सक्नुहुन्छ। आजलाई पनि तपाईँ सम्पूर्ण जति पनि तुला राशिको व्यक्तित्व रहनुहुन्छ हामीलाई हेरिदिनु भयो, यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। छायाङ्कनबाट रञ्जना देवकोटाको साथमा म ज्योतिषी ठाकुर देवकोटाके चाहन्छु यहाँहरूको मङ्सिर महिना भव्य र सभ्य रहोस्। नमस्ते, जय होस्, जय ज्योतिषम, नमो नमः।